ल्या हाम्रो गाउँको बाटो यस्तो छ हैन साथी हो। यहाँ सानो बजार छ, त्यसपछि आएर यो डाँडापाखा। अनि भाइहरू फोटो खिच्न लाछन्, टिका सिका लाछन् हैन, ससा लाएर ट्याक्क फोटो खिच्न लाछन् केटाहरू। सो यस्तै हो छ। दसैँको टिकाको दिन बितिसकेको छ भने यहाँ एउटा सानो घर छ। यहाँ यस्तो छ हैन गाउँमा। या अब 2-4 दिन पछि गाउँको बसाइपछि नेक्स्ट भ्लगमा आउने नै छु। यतितिर गाडी कुद्न लागिसकेको छ, हेर्न सक्नुहुन्छ हैन। यस्तो छ। अब यो हेलमेट कसैले लाउन नजाइ, टिका लाउन हिँडेछन्, सबैजना बिजी छन् हैन। यस्तो छ। अनि गाउँको मान्छेहरू चाहिँ भिडियो बनाइरहेको छ, एकदम हेर्न है। साइकल नि गुडिरहेको छ गाउँमा ल दामी तरिकाले साइकल पनि चलाइरहेछन् साथीहरूले। त्यसमा अटो लोकल गाडी हुन्न नि त गाउँमा, त्यही भएर अटो चल्छ हाम्रोतिर। 3 पाङ्ग्रे टेम्पो भन्छन् काठमाडौँतिर, गाउँमा अटो। यस्तो छ होइन। यहाँ बाख्रालाई भैँसीहरूलाई हाल्न घाँस होइन अटो गइसकेको छ। केटाहरू पोजमा फोटो भिडियो सुट गरिरहेको छन् भने यस्तै छ होइन। ल अब म चाहिँ यता छु होइन, म यता छु। यता यस्तो छ बाटो, यस्तो हालतमा छु। फ्याट म चाहिँ 5-6 किलोमिटर हिँडिसकेँ क्या आज गाउँमा। टिका सिका लाग्यो, मैले चाहिँ टिका फालिसकेँ है हेर्नु। मेरो छैन, मलाई झ्याउ लाग्छ क्या, एलर्जी हुन्छ, त्यही भएर छैन मेरोमा। अनि यहाँ चाहिँ एउटा बिचमा कोसी छ है, सुन कोसी सलल भन्ने गीत पनि छ। माथि एउटा खाँडादेवी मन्दिर, टुप्पामा खाँडादेवी मन्दिर छ भने यस्तै छ गाउँघरमा। 3-4 दिन बिताइसक्यो, अब 1-2-4 दिनमा गइन्छ काठमाडौँ। ल टाटा बाई बाई, आउँछु म नेक्स्ट ब्लगमा। सिउ ह्याप्पी दसैँ अल अफ यु साथी हो। बाई बाई।